गर्न चाहन्छु। यो लोकतन्त्र, यो गणतन्त्र, यो संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण गर्नको निम्ति नेपाली आमाका चाहिँ तमाम सपुतहरूले बलिदानबाट प्राप्त यो गणतन्त्रलाई यदि कसैले कुदृष्टि लाउँछ भने त्यो पनि जसरी राजतन्त्र समाप्त भएको छ त्यसै नै यो धरतीबाट समाप्त हुनेछ। यस कारणले हामी सचेत हुन आग्रह गर्न चाहन्छौँ कि यो लोकतन्त्र जो नेपाली जनताको एउटा भाग्य र भविष्यको फैसला गरेर लिएको प्राप्त गरेको लोकतन्त्रमाथि कसैले पनि चाहिँ गिद्धे नजर चाहिँ नलगाओस्। आज छोटोमा आज हामी यहाँ यो गणतन्त्रलाई सेलिब्रेसनमा उपस्थित भएका छौँ। यो आयोजना गर्ने हाम्रो पार्टीका जनवर्गीय संगठनका नेता कार्यकर्ता साथीहरू, अडेरा सभी युवा संघ, राष्ट्रिय युवा संघ नेपाल, प्रेस चौतारी र उपस्थित हुनुभएका सबै आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई आजको यो गणतन्त्र दिवसको उत्साहसँगै फेरि पनि यसलाई अझ बलियो र अझ चाहिँ तपाईँको स्पात बनाउँदै नेपाली जनताका इच्छा आकांक्षा र चाहनाहरूलाई पूरा गर्ने दिशातर्फ अगाडि बढ्नेछ। यही कुरा तपाईँहरूको बिचमा राख्दै म आफू बिदा हुन्छु। हस्त, धन्यवाद।